भयो केबाट गराउनु उनै धेरै हाल्दे गाइस आई होप सन्चै हुनुहुन्छ होला हामी पनि सन्चै छौँ अनि आज चाहिँ धेरै दिनपछि स्ट्रबेरी खान जान लागेको म अनि आइसमा अनि रोशनी भएर अब जान्दा खाम स्कुटीमा जाने हो के गर्न पर्यो स्कुटीमा जाने हो नि त होला है त्यसरी परेछ होला खै अब हामी जान लागेको यहाँ चाहिँ मेरो सासू मम्मी यहाँ बस्नुपर्छ उता गयो कि सलै छुट्यो कि फेरि सल ल्याउँदै हो आइसमाले ल अब हामी जान्छौँ अलिक उता गएर बनाउँछौँ फेरि होइन ल छोप लुगा धोसी भन्नु अरू त राम्रो राम्रो कपडा लगाएर जान खाने के अरे म फेरि यस्तो पागल जस्तो भएर जान्ला हो देखाइदिन्छु ल भयो जाग्दैन होइन ऊ बस्छौँ त्यही फोटोबाट लिन्छ नि बस्छौँ अलि अब चप्पल पाउँछ यहाँ चप्पल पाउने यता चप्पल लिएर हामी जान्छौँ हजुर भिडियोबाट गराउनु चटपटको वेटिङमा छौँ के देखाएको र फेरि घर घुम्ने ठाउँ सिकाऊ स्कुटी चलाउनु मन लागेको अरे सिक्नलाई मन लाग्छ अरे एकजनाले सिकाउँदै एकजनाले धान्न चाहिँ सक्ने रहेछ हाम्रो चाहिँ सक्छु भनिरहेको अनि अग्लो मान्छेहरू सक्दैन र अग्लोले त सक्छ हुन त कतिखेर चटपट बनाउँदैछ
फेरि घाममा घाममा त नै शीतलमा चाहिँ सिकाउँछु पछि अस्ति त सविताको मम्मी के सिखाल कसके चलो धम्दै उत्तर हुने हत्ता करो क्या मैले यसमा भ्याले वात्तै दिगई के मैले देउराइरहने खाँदा मलाई सुरुमै चला खाना देखाछ नि त मलाई घरि कुकुर आयो कुकुर ए कुकुर टक्छ क्या मलाई अनि दुकान छोक्ने आलु रसिन हँसै रसिन कसमा गरिरहन्छन् हेरेको हेरै सुरुमा दादा हिँड्ने समात्दै पछिबाट पछाडि उसमा दुःख त होइन सकेको त धाने सकिन्छ अस्ति यहाँबाट चपेट लगेको चम्ची नदिएपछि चम्ची खोज्न जङ्गल पुगेको थियो अनि त्यसपछि फेरि अर्कोचोटि आएको फेरि चम्चा दिएन होइन पिकनिक खानु त टाइम लाग्छ भन्छ लिएर आएछ म जान्छु है ऊ त्यो साइकल छ साइकल त्यो साइकलमा चढेर लिएर आउनु हुन्छ कि नै म उता गएर बस्छु भेडा चराउँदै भेडा चराएर यहाँ बस्छ अन्त उनीहरूको माछा डोल चल्दै तर उनीहरूले न उयो के फ्राई कति अन्त यसो के अरे खसुडाल भति भन्दै गर्नुभयो दिदी र म अस्ति अहिले भिडियो बनाइदिएको थिएँ माछा मार्नु जानु लाग्यो भाइरल बस्छ क्या त्यो फेरि हाम्रो खास यस्तो भाइरल गर्छ के भन्ने धेरै टिकटक पनि भाइरल हुँदैन फेरि कति घन्टा भयो नि धेरै नै टाइम भयो चटपट पानीपुरी अनि एउटा के छ भन्दा पाउरोटी छ क्या यसलाई साह्रै स्कुटी चलाउनु मन लागेको रहेछ के भयो सिकाइदिउँला नि त म त जाँदाखेरि रोशनी फेरि उता खानेकुरा लिन गयो लसम्म लगाइराख त्यो फेरि के गर्ने केही हुन्न अब जस्तो आए पनि रेडी भयो लिएर आउँदै धेरै खानेकुरा लिएर अब जाँदैछौँ भेडा चराउनलाई यति धेरै भेडा छ उभियापट्टि यता चाहिँ भेडा छ डेटिङ बस्यो डेटिङ बसिरहन् तिनीहरू
बनाएर है त्यो अब चाहिँ हामी ड्राई पिकनिक यहाँ गर्न आएको के छ अरे बस् न अब स्ट्रबेरी टिप्न आएको के गर्ने हो र स्ट्रबेरी पाएन अब यो पानीपुरी फेरि अस्ति नै चाहिँ चम्चे दिएको थिएन आज 4वटा छ फेरि किन्न दिएको र फेरि अस्ति नै खोइ बिर्स्यो होला नि अनि पत्ता टुर्न अनि पात टिपेको राम्रो अस्ति त्यो होला नि खाँदै बनाउँदै गर्नु आफूलाई पनि देख न देखाउँछ क्या कालो नि ल यो चटपट अब अलिकति आउँछ है म पनि एउटा खाऊ ए बेजेत के आफूलाई पनि देखाउनु पऱ्यो नि मलाई पनि देखाउनु हुन्छ र चटपट ए देखेन चटपट पानीपुरी पाउरोटी जङ्गल यहाँ त बाघ पनि आउँछ फेरि एकैचोटि उठाएर ल्याउनु हामीलाई बाघले खाइदियो भने के गर्छ जस्तोको खाएर भ्याउने लाग्यो अब रेडी है पानीपुरी खानुलाई झोलामा रहेछ अब फुटेको रहेछ पैसा लान आउने गरे अब त्यहीँबाट मिल्छ खान दुःख छ क्या पानीपुरी खानु यसो पाल नयाँ जोडी आएको क्या आजको त्यहाँ खुर्सानी पनि हाल्दै हुन्छ क्या त पिरो हुन्छ ए तेरिका पानी खोज्न नि ऊ नै धेरै हाल्दै भित्र आयो त यो पानीपुरी पिरो रहेछ बेसरी पिरो भयो पिरो भयो पानी पनि ल्याएन हाल्नु पिरो भयो गर्मी भएर पिरोलाई एकदम पिरो पानी न खाऊ न त खाऊ होइन त होला अब यो खान्छौँ है पानी त खानु अब नखाऊ भन्दा त खाइदिइहाल्यो दुईजनाले इ यो देखा तँको ल देखाइदिए त ल कस्तो पिरो भएको कस्तो लाग्यो तँको मिठो कि नै मिठै हो यता बसेको थियौँ घामले पछि यता आयौँ पाउरोटी खाँदै अब चाहिँ हामी घर जान लाग्यो अब खायो चटपट पनि खाएर यहाँ थालेँ अब पानीपुरी नि खायो पाउरोटी नि खायो अब घरतिर जाने है अब कहाँ हो र जिजीको अब चाहिँ हामी जान लाग्यौँ
पिङ गराउँथ्यो यहाँ चाहिँ सुत्दै भैँसी चराउन आउँदाखेरि सुत्दै हुनुहुन्छ छैन गरे पाउरोटी भयो गरौँ हामी चाहिँ फेरि यहीँ पुग्यौँ हामी चाहिँ पाउरोटी किनेर अब जान लाग्यो बाँड खोला यो चाहिँ बाढ खोला हो